अटिजम भएका बच्चाहरूको उपचार एकै किसिमको हुँदैन। बच्चाको आवश्यकता, उमेर र क्षमता अनुसार विभिन्न थेरापीहरू गराइन्छ। यी थेरापीमध्ये धेरैजसो घरमै पनि निरन्तर अभ्यास गर्न सकिन्छ। तल अटिजम भएका बच्चालाई गराइने प्रमुख थेरापीहरूको सूची र घरमै गरिने उपायहरू स्पष्ट गरिएको छ। अटिजममा सबैभन्दा धेरै प्रयोग हुने थेरापी व्यवहार थेरापी हो। यसले बच्चाको गलत व्यवहार घटाउन र राम्रो व्यवहार बढाउन मद्दत गर्छ। घरमै यसका लागि बच्चाले राम्रो काम गरेपछि तुरन्तै प्रशंसा गर्ने, मनपर्ने खेल वा सानो इनाम दिने, नियम स्पष्ट बनाउने र धैर्यपूर्वक दोहोर्याएर सिकाउने उपाय अपनाउन सकिन्छ। स्पीच थेरापी बोलाइ र सञ्चार विकासका लागि गरिन्छ। घरमै चित्र देखाएर शब्द बोल्न लगाउने, दैनिक काम गर्दा वस्तुको नाम दोहोर्याएर भन्ने, गीत गाउने, अनुहार हेराएर बोल्न प्रेरित गर्ने अभ्यास गर्न सकिन्छ। बच्चाले इशारा गरे पनि त्यसलाई शब्दमा बदल्न सहयोग गर्नु उपयोगी हुन्छ। फिजियोथेरापी शरीरको सन्तुलन, चालढाल र मांसपेशी बलका लागि गरिन्छ। घरमै उफ्रिने, दौडिने, सन्तुलन हिँडाइ, बल खेल, तकियामाथि हिँड्ने, जनावर जस्तै हिँड्ने अभ्यास गराउन सकिन्छ। यसले ऊर्जा नियन्त्रण र ध्यान केन्द्रित गर्न मद्दत गर्छ। अक्युपेशनल थेरापी दैनिक जीवनका सीप सिकाउन प्रयोग हुन्छ। घरमै कपडा लगाउने, जुत्ता खोल्ने लगाउने, हात धुने, खाना खाने, खेलौना मिलाउने जस्ता काममा बच्चालाई आफै गर्न प्रेरित गर्नुपर्छ। सेन्सरी थेरापी बच्चाको संवेदनशीलता सन्तुलनका लागि हुन्छ। घरमै पानी खेल, बालुवा वा चामल छोड्ने, नरम कम्बलले हल्का दबाब दिने, शान्त सङ्गीत सुनाउने, झुलामा बिस्तारै बसाल्ने अभ्यास गर्न सकिन्छ। सबै थेरापीमा सबैभन्दा महत्त्वपूर्ण कुरा नियमित अभ्यास, मायालु व्यवहार र धैर्य हो। घरमै गरिने साना प्रयासले पनि बच्चाको आत्मविश्वास, सिकाइ र समग्र विकासमा ठूलो परिवर्तन ल्याउन सक्छ। अटिजम भएका बच्चाका लागि व्यवहार थेरापी र घरमै अपनाउन सकिने व्यवहारहरू। व्यवहार थेरापी अटिजम भएका बच्चाहरूको सिकाइ, सामाजिक व्यवहार र आत्मनियन्त्रण विकास गर्न अत्यन्तै महत्त्वपूर्ण उपचार विधि हो। यस थेरापीको मुख्य उद्देश्य बच्चामा देखिने चुनौतीपूर्ण व्यवहार घटाउनु र सकारात्मक व्यवहारलाई बिस्तारै बढाउनु हो। व्यवहार थेरापी घरमै नियमित रूपमा अपनाउन सकेमा यसको प्रभाव अझ राम्रो देखिन्छ। घरमै व्यवहार थेरापी सुरु गर्दा सबैभन्दा पहिले बच्चाको व्यवहार बुझ्न आवश्यक हुन्छ। बच्चाले कुन अवस्थामा रिसाउने, चिच्याउने, ध्यान नदिने वा आफूलाई एक्लै राख्ने जस्ता व्यवहार देखाउँछ भन्ने कुरा अभिभावकले ध्यानपूर्वक अवलोकन गर्नुपर्छ। त्यसपछि त्यस्ता व्यवहार किन देखिन्छन् भन्ने कारण पहिचान गर्न सजिलो हुन्छ। व्यवहार थेरापीमा सकारात्मक प्रोत्साहन अत्यन्तै महत्त्वपूर्ण हुन्छ। बच्चाले सानो मात्र सही व्यवहार देखाए पनि तुरुन्तै प्रशंसा गर्नुपर्छ। जस्तै राम्रोसँग बस्यो, बोलाइएको बेला आयो वा निर्देशन अनुसार काम गर्यो भने मुस्कान, माया, शब्दद्वारा प्रशंसा वा मनपर्ने खेल खेल्न दिने जस्ता प्रोत्साहन दिन सकिन्छ। यसले बच्चालाई दोहोर्याएर राम्रो व्यवहार गर्न उत्प्रेरित गर्छ। घरमै नियम स्पष्ट र स्थिर बनाउनुपर्छ। दिनचर्या निश्चित हुनु आवश्यक छ। कहिले उठ्ने, कहिले खाने, कहिले पढ्ने र कहिले खेल्ने भन्ने कुरा दैनिक तालिकामा राखेर बच्चालाई देखाउने राम्रो हुन्छ। नियम सधैँ उस्तै राख्दा बच्चामा सुरक्षाको अनुभूति हुन्छ र व्यवहार नियन्त्रणमा मद्दत पुग्छ। व्यवहार सिकाउँदा सरल र छोटो निर्देशन प्रयोग गर्नुपर्छ। एकैपटक धेरै कुरा भन्नु हुँदैन। बच्चाले बुझ्न सक्ने गरी एउटै काममा ध्यान केन्द्रित गराउनुपर्छ। आवश्यक परे चित्र, इशारा वा देखाएर सिकाउनु प्रभावकारी हुन्छ। बच्चाले रिस, डर वा निराशा देखाउँदा सजाय दिनुभन्दा शान्त बनाउने उपाय अपनाउनुपर्छ। गहिरो सास लिन सिकाउने, केही समय शान्त ठाउँमा बसाल्ने वा मनपर्ने वस्तु दिनु उपयोगी हुन्छ। रिसाएको बेला कराउनु वा जबरजस्ती गर्नुले व्यवहार झन बिग्रन सक्छ। व्यवहार थेरापीमा धैर्य, निरन्तरता र मायालु व्यवहार नै सबैभन्दा ठूलो उपचार हो। घरमै गरिने यस्ता सकारात्मक अभ्यासले अटिजम भएका बच्चाको आत्मविश्वास, सामाजिक क्षमता र दैनिक जीवन सीपमा उल्लेखनीय सुधार ल्याउन सक्छ।